आयो आयो मेरो भाइलाई कसले ढुङ्गाले हान्यो। अब हाम्रो काले आइसकेको छ, हामी देख्न सक्छौँ पथरीको हिरो भरे रेड कार्ड खाने कि काले। कलमा भाइ कलमा हो कलमा बोलेको कोसँग फलपेन कहाँ यहीँको कतिवटा छ घरको अनि यताको हिजो बेलुका बोलेको त्यही हो यहाँ जग्गा कता भन्छ होइन। सम्पूर्ण दर्शकहरू हामी स्वागत गर्न चाहन्छौँ र हामी पोवातुमा भोजपुरमा रहेका छौँ। यो प्रत्यक्ष लाइभ हामी कोलेपाल.com मा देखाइरहेका छौँ। यो भ्लग्स पनि तपाईँले देख्न सक्नुहुनेछ। यो पोवातुमा खेल मैदान हो, हामी देख्न सक्छौँ। हामी प्रत्यक्ष लाइभ देखाइरहेका छौँ र हामीसँग हुनुहुन्छ एकजना कालो काला, तर उहाँ इन्डियाको भने होइनन्, नेपालकै हुन्। हामी हाम्रा क्यामेराम्यान शेखर रोक्रेल पोखरेल जे भन्दा पनि हामी हुन्छ उहाँ मजाले हाँसिरहेको भएको छ। हामी यो खेल मैदानबाट हामी तपाईँलाई देखाइरहेका छौँ। हामी देख्न सक्छौँ अब हाम्रा खेलाडीहरू हाम्रा हुनानी हाम्रो अब यहाँ प्रतिस्पर्धा गर्ने खेलाडीहरू हामी देख्न सक्छौँ। सौजन लगायत प्लेयरहरू हामी देख्न सक्छौँ र आज पक्कै पनि रोचक रोमाञ्चक भन्ने चाहिँ भ्लग्स हामी तपाईँलाई पनि युट्युबमा राख्नेछौँ र पक्कै पनि आज देख्न सक्छौँ। हामी यहाँ पुरै मेला लागिरहेको छ र सांस्कृतिक कार्यक्रम पनि रहनेछ र हामी सँगै रहनुहोला। र हामी यहाँ देख्न सक्छौँ खोटाङकै उत्कृष्ट खेलाडी उहाँ अहिले स्प्रे लगाइराख्नु भएको छ, पक्कै पनि देख्न सक्नुहुनेछ। अब हाम्रो खोटाङको हिरो हो, दुईजना हिरो, अर्को हिरो पनि आइसकेको छ सौजनले। कट्टु लागेको भिडियो पनि अहिले भाइरल हुन्छ कसै पनि, हामीले त्यो भिडियो बनाइसकेको छौँ। रातो कट्टु लाउँदा लाउँदैको त्यो ब्लग्समा हामी हाल्छौँ, टेन्सन नलिनु होला। र हामी यहाँ देख्न सक्छौँ पक्कै पनि अब केही समयमा खेल सुचारू हुँदैछ। खोटाङको वान अफ द हिरो प्रस्तुतिको एक्स बोयफ्रेन्ड पनि यहाँ हामी देखिरहेका छौँ। पक्कै पनि उहाँलाई हामी यो कुरामा पक्कै पनि सोध्नेछौँ तपाईँले उहाँलाई किन छोड्नुभयो भनेर। पक्कै पनि यो रोचकमा बन्नेछौँ। उहाँको मुस्कानलाई क्लिक गर्दै जुम गर्दैछौँ हामी। उहाँ घोप्टो गरिसक्नु भएको छ पुस गर्नको लागि। हामी क्यामेरा किन हल्लिरहेछ आई डोन्ट नो, थाहा छैन, तर पनि 1 2 3 राजा भाइ प्रस्तुतिको एक्स बोयफ्रेन्ड यहाँ हुनुहुन्छ, हामीले देखाइसक्यौँ। उहाँ हाँस्दै हुनुहुन्छ मजाले। सोल्माको हिरोनीको बोयफ्रेन्ड हो उहाँ, एक्स बोयफ्रेन्ड। र अब केही समयमा खेल सुचारू हुनेछ हामी देख्न सक्छौँ। एक टोली भने त्यहाँ पुगिसकेको छ, अर्को टोली यहाँ प्रार्थनामा व्यस्त छ र हामी पनि अब रेडी छौँ र यो खेल सुचारू हुनेछ। आज दोस्रो दिन हो, तेस्रो आमन्त्रित पोवातुमा गोल्ड कप फुटबल प्रतियोगिता तथा बृहत माघी मेला कार्यक्रम 2082 मा रहेका छौँ। केही समयमा खेल सुचारू हुनेछ र पक्कै पनि रोचक रोमाञ्चक बन्नेछ। हामी यो ब्लग्स तपाईँलाई देखाइरहेका छौँ, केही क्लिप्सहरू हामी तपाईँलाई राख्नेछौँ। हामी देख्न सक्छौँ अब खेल सुचारू हुन लागेको छ। दुवै टोलीहरू खेल मैदानमा आइसकेको छ। हामीलाई नेम लिस्ट आएको छैन, अब केही समय सुचारू हुनेछ दोस्रो खेल र निर्धारित समय एकको बराबरीमा सकिसकेको छ र अब पेनाल्टी सुटआउट हुन लागिरहेको छ। हामी देख्न सक्छौँ अब यो पेनाल्टी सुटआउटको लागि रेडी हुँदै दुवै टोलीहरू। सज्जन दर्शक सम्पूर्ण दर्शकमा अनुरोध गर्दछु यो प्रत्यक्ष प्रसारण हामी तेस्रो पोवातुमा गोल्ड कप फुटबल स्वयंसेवक भाइहरू 82 मा रहेका छौँ र अब गोल पोस्टमा पेनाल्टी सुटआउट हुन लागिरहेको छ। प्रतियोगिताको दोस्रो पेनाल्टी सुटआउट हो। हिजो भएको खेलमा पनि पेनाल्टी सुटआउटमा निर्धारण भएको थियो र पहिलो प्रहारको लागि अगाडि बढ्दैछन् अलिस्टा धरानको तर्फबाट जर्सी नम्बर 11 का एरिक गुरुङ। यो पहिलो प्रहार हो, पेनाल्टी सुटआउट चलिरहेको छ। यो पोवातुमा स्टेडियम भोजपुरबाट हामी तपाईँलाई यो प्रत्यक्ष लाइभ देखाइरहेका छौँ।